गोठालो कहाँ पुग्नेछौँ र उहाँलाई भेट्नेछौँ। आमेन। हामीले अझै हेर्ने हो भनेदेखि चाहिँ के भन्छ भनेदेखि चाहिँ उहाँको खोजी जीवन भनेको चाहिँ हामीले कसरी सेवकाई गर्ने भन्दा पनि जिन्दगीभर चाहिँ हामी चाहिँ उहाँलाई कसरी खोज्ने भन्नेमा नै बिताउनुपर्छ भनेर भन्छ क्या। हामीले कतिपल्ट चाहिँ सेवकाई नै हाम्रो सब थोक जस्तो लाग्छ। बाख्रा चराउनु एउटा प्रेमीको लागि चाहिँ बाख्रा चराउनु भेडा चराउनु चाहिँ बहाना हो, तर भेट्नु चाहिँ सत्य कुरा हो। उनीहरूको हृदयबाट चाहिँ भेट्न चाहेको हो। हाम्रो येशू ख्रीष्टलाई पनि हामी सेवकाई चाहिँ हाम्रो उहाँसँग भेट्ने बहाना हुनु जरुरी छ। आमेन। तपाईँ र हाम्रो सेवकाई जिम्मेवारीहरू, कामहरू, कार्यहरू, प्रार्थना, सङ्गतिहरू सबै कुराहरू यो त बहाना मात्रै हो, तर हामीले चाहेको चाहिँ उहाँलाई भेट्न चाहेको, उहाँलाई खोज्न चाहेको। आमेन। त्यसैले हाम्रो